गाइस नमस्ते। यो चाहिँ मैले पुरै हाम्रो 6-7-8 घन्टा लगाएर गरेको कर्ली हो है। उहाँको कपाल यस्तो छ। अब हेरौँ है तपाईँहरूले मुभ गर्नुहुन्छ कस्तो देख्छ। अलि मजाले गर्नुहोस् न। उहाँको चाहिँ यो एफ्रो कर्ल हो है। एकदमै राम्रो देखेको छ, एकदमै बेस्ट। उहाँले चाहिँ मलाई अनुहार नदेखाइदिनु होला भनेको छ, त्यही भएर चाहिँ मैले अनुहार देखाएको छैन उहाँको है। एकदमै राम्रो है, एकदमै गुड। उहाँलाई चाहिँ एकदम एफ्रो कर्ल मनपर्ने भएको भएर मैले चाहिँ उहाँलाई यो हाम्रो 8-9 घन्टा लगाएर हामीले यो एफ्रो कर्ल गरेको छु। हेर्नु त एकदमै बेस्ट देखेको छ, एकदमै राम्रो। कुनै पनि कपाल छैन कि उहाँको यो सिधा बनेर। उहाँले चाहिँ झन्डै 8 देखि 9 महिना 1 वर्षभित्रमा चाहिँ जस रिकल गर्नुहुन्छ। अहिलेसम्म चाहिँ 3 टाइम भयो है। कति टाइम भइसक्यो तपाईँको? 3 टाइम होइन, यो चाहिँ लास्ट हो। यो चाहिँ 3 चोटिको बेलामा चाहिँ यो हामीले अझै बेस्ट कर्ल गरेको, किनभने उहाँले छिटो कर्ल गर्नुहुन्छ। त्यो धेरै छिटो गर्नु पनि राम्रो होइन कर्ली भनेर। स्ट्रेट भन्दा पनि एकदमै कडा हो नि त कर्ली चाहिँ। हेर्नु त एकदमै